ini nanti dia mau bersih ini dia jadi sekali kan ini masih lagi पातले थिएदरी चाहिँ यत्रो ठुलो पात ओम आद्य उसको टुकड़ो ओम आद्य पूर्व संगत अध्यात्मिक पूर्व संगत मृत्वा भारताज गोत शुक्ल यजुर्वेद आफ्नो आफ्नो नाम सबैलाई गो ब्राह्मणा पुण्याहं भवन्तु कुर्वन्तु पुण्याहं भवन्तु कुर्वन्तु पुण्याहं भवन्तु कुर्वन्तु पूर्वसंकल्प सिद्धिरस्तु भो ब्राह्मण मम गृहे भवन्तु कुर्वन्तु स्वस्तिं भवन्तु कुर्वन्तु स्वस्तिं भवन्तु कुर्वन्तु ओम शान्ति ओम शान्ति ओम शान्ति ओम शान्तिना इन्द्रो सर्वादिना भूतानि सर्वेदा शान्तिना ताचो हरिजने स्वस्तिना प्रसन्नदातु ओम भो ब्राह्मण मम गृहे वृद्धिं भवन्तु कुर्वन्तु वृद्धिं भवन्तु कुर्वन्तु वृद्धिं भवन्तु कुर्वन्तु ओम वृद्ध्यन्तां ओम सत्रचरिते ज्योतिरमिता ब्रह्मादिकं प्रतिष्ठा आयुधमिदामः देवान्तो ज्योति वो ब्राह्मण मम गृहे वृद्धिं भवन्तु कुर्वन्तु वृद्धिं कल्याणं कल्याणं कल्याणिमावदाजनेभ्यः ब्रह्मराजन्यावाशूद्राय चार्याश्वा चारणाय प्रियो देवानां दक्षिणाय दातुर्य भूया समयं मे काम समृद्धा उपमादो नमस्तु ब्राह्मण मम गृहे शान्तिं भवन्तु कुर्वन्तु शान्तिं भवन्तु डाँडा चुक्नुहोस् पहिला काँडा छल्यो खसी आउँछ कपडा थुक्नु भइहाल्छ कपडा चुक्नु त्यो खानेर सैलिसकोबाट खिचेको ल मैले यो हुन्छ यो गन्दी खोल रङ हुन्छ सबै यो खोलेर अर्को कपडा लगाउनु हामी त फेरि धुम्ला जाडो हुन्छ लगाएर खाना
महाभारत कम चाहिँ दाहिने हात ठुलो ल यो चट्ट थोरै काटिदिनुहोस् है ल ल यता 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 ल थोरै काटिदिनुहोस् ल भयो आयो सबै ल गाडी गाडी जुगासँग सबै खालिदिनुलाई गाउँदैन हामीसँग सबै आएर भोलि पाक्छ सिगार चाहिँ आज खाली भनेर कभर काट्ने पर्ने त्यति यो अगाडिको यति या त लप पारेको छ लिएर आउँदा होइन भरे पार्छ बल्ल त वर्तमान सर्लका भिजाएर टुक्री आइदिनु पैसा उठाउनु त मेरो नानी हो यो थाल कचौरा यो कपाल स्याहार राख एक कपाल फुटो पारेर कसको चार बगाइदिने है भ्याएपछि थाल कचौरा तिम्रो थाल कचौरा पारिदिएको मैले अलि भिजाउ भिजाउ अलि दुख्छ लड्छन् मिठा त छ तिमीले हेर्न तिमीले कपाल थाप्यो त्यसमा खाना पाउँदिन उन्न मैले सेयर गर्नु पर्यो नि सबै त्यसमा बाहिर त पहेँलो कपालामा माथि गएर लाउने होला नि काम माथि जाने हो अब यो कपाल फालेपछि पुकुवा घसी भन्छन् नि यति तोरी पिस्न पर्यो दिदी बहिनी पुकुवा घइदिने टुप्पी राखिदिनुलाई टुप्पी ल थाल थापिराख है टुप्पी टुप्पी अलि अलि तल तल त तल राख त तल राख गाईको गोबरको गन्ध आएको त्यसलाई नाकैमा झर्कियो फुल कपाल फाल्न मजा आउँछ कि सानो भइसक्यो आधी घन्टा लाइन पारेर यहाँ छैन एकदम चिल्लो एउटैले काम गर्छ जति पनि कपाल नरम छ तेल होइन तोरीको पिसेर फुको के फुलो भन्छ कि फुलो भन्छ तोरीले पिस्नु र अनि कुटेको अनि पानी चाहिन्छ कि हल्का तातो पानी नुहाउनु पर्छ नुहाउनु त त्यसैपालि नुहाउँदा यति मन तातो पानी बनाएर भइहाल्छ आउनु यता आउने एकैछिन बुवा कहाँ जानु बुवा पोषण नाम ब्रह्म शर्मा ओम ओम ब्रह्मचर्य आसीनी ओम ओम ब्रह्मचर्य आसीन अद्य विनायन्द्रिति मंत्र अंगिरस बृहस्पति छंदो बृहस्पति देवता पाश परिधाने विनियोग ओम हेनान्द्र बृहस्पति वर परिधान में दो ओम मम विराच मम विश्व आत्मन करो तो छोड़ो
हातमा भनेको खाने दाहिने हातमा फेरि चल्यो मिति मेखला देवता मेखला बन्दरी विनियोग मिति परिधान वर्णमान पवित्र बन्नु आघात बनाएमा तथा मेखला मेखला मैले लाएँ भनेको कि ओम फेरि जल्यो ओम मम 2004 वैयज्ञ पवित्र धारणा अधिकार सिद्धति इमानी तण्डुल पूर्णकलश पवित्र सकलानि यज्ञ पवित्र परमदजानि नाना नाम पुत्रेभ्यो नाना नाम शर्मणे ब्राह्मणेभ्यो दातुं अहं पुत्रेभ्यो उनका गोरखु उनका र वेस्ट थारै सुच्छु त्यो हातमा पवित्रम परमं पवित्रम प्रजापतिं स्वर्गं पुरस्ताव आयुष्मन्दं वर्धनं शुक्रं यज्ञ पवित्रं बलमस्तु तेज मिर्ग चर्म चन्दन पनि ल्याऊ ऋषि गायत्री छन्ना आपो अद्य पूर्वसंग सिद्धिरस्तु भारत जोखिलो पोषण नाम शर्मा हम पोषण नाम शर्मा हम गुरु नमामि ब्रह्मचर्य अशी भवता ओम इंद्र मंत्र से प्रजापति नियुक्त देवता जपे विनियोग ओम इंद्र से ब्रह्मचारी प्रजापति प्रजापति ऋषि नियुक्त देवता रक्षणे हात जोड़ा न छोड़ दी मामा प्रजापति परिदानी देवायत्व शोभितो परिदानम अवयस्व औषधिभ्य परिदानी द्याव पृथ्वी अंतरिक्ष परिदानी विश्वे अवस्थ भूतेभ्य परिददानि सर्वेभ्यो भूतेभ्य परिददानि अष्टमे भारत गोत्र नाम शर्मणु मम शर्मणु होम सर्वणि कृता वेक्षण रूपवर्ण कल्पो ब्राह्मणे अभिनंदता पुष्प भूमि जलम अस्मिन् कर्मणि त्वं मे ब्रह्मा भव चत्वारि भवन्त भाषा फेरि जल्दी
तपाईँले घिउ मात्रै हो ओम समुद्र मान्य याग छोड्यो ओम अग्नि प्रज्वलित मन्दिर जात वेदौता जनम सुवर्णम परमंगलम समित सर्वतोमुखम होमार्था प्रदाय कमदे अमिता दैवता सनम समुद्र प्रजापति छंद प्रजापति देवता ऋषि प्रजापति स्वायद प्रजापति भेंजल इंद्रायति मंत्र से प्रजापति ऋषि त्रिशूल छंदो इंद्र देवता आदियों में विनियोग छोड्यो इंद्राय स्वायद इंद्राय भेंजल अग्नय इति मंत्र से प्रजापति ऋषि त्रिशूल छंदो अग्नि देवता आदियों में विनियोग छोड्यो अग्नय स्वायदम अग्नय भेंजल ओम समाय देवता छोड्यो ओम भुवन पतये स्वाहा ओम भूषणपतये स्वाहा तमो अग्न फेर्जल्यो वाचन यक्ष मैले भनेका सबै कुरा मान्ने छु भनेको है यक्षामि समिति आददानि अमोषान् अस्नानि गुरुबाले उम्लेको पानी भनिदिनु त माथि उमालेको पानी खानलाई ल मन्त्रदान केही भन्नु न हेलो ल हेलो अरे भएको वर्तमानमा वर्तमानमा छ मनिषाका छौ उ त्यसले त्यहाँ उ त्यो लियो राम्री कपडा दियो आद्य पुरुषों की दृष्टि भारत के ग्रह पोषण शर्मा मम गायत्री दान कर्मणि हो गुरु मम गायत्री दान फोटो पनि खिच्ने हो एउटा मलाई त सकिसक्यो लास्ट हो एक्जाम बाँकी छ पाइसन त्यही त गयो भने अस्ट्रेलिया जान्छ त कहीँ जान्छ घुम्नुपर्छ यो साबस सेलरोटीका अहिले कम्फर्टेबल भिक्षाको लागि रेडी गर्छु मम्मीसँग सबै नाम न तिमी यही बस न म भर्खर आउँछु मम्मी आइहाल्छ मामा नआइदिए डालो बोक्दै हिँड्दै के गर्ने अब त डालोमा अहिले भात सार समाउन हिँड्ने कपडा उ त डेप्ची सेप्ची थाल वानी जे वानी हुन्छ कि बनाइदिनु त हो
अब एकपटक हेर्दै घुम पछाडिको उसमा कसार रोटी हाल्नु कसार छन् त्यसै यसमा यति जल अनि यहाँ जल जानुभएको छ एकछिन फर्किने खस्ला कमण्डलु फेरि अब भिक्षा दिने यति यस्तो लाइन लाम्ने बुवा चाहिँ बाहिर जानुहोस् है बुवा बुवालाई रेस्ट अब एकछिन ल यहाँ सुन त भित्र गएर ढोकाभित्र नजाने भो माता भगवती भिक्षाम मे देही भन्ने मामा भगवती इच्छामी देही मातर सानीमा हैन भगवती मातर भगवती भगवती भिक्षामी देही भिक्षामी मातर अलिअलि हाल्दिनु अब भिक्षामी देही मातर सबै सबै हिमाल भगवती भिक्षामी देही मातर अब जाऊ बाहिर अब दाइ अब मानाले है आयो के दिन रेडी बस्न भिक्षाम देही भन कति लिने कति दिनु पर्यो ल्याउ त 1000 को नोट यो गुरु यो आउने अब लिएर आउनु गुरु यो अब यता लिएर आउँदै अब फेरि लाने त्यहाँ आउनु फेरि यो थाप्नु मानाले अहिले फेरि हजुर मानव भगवती भिक्षामी देही मातर भिक्षामी देही मातर माइली मम्मी भगवती भिक्षामी देही मातर फेरि आउँछ साइनी मम्मी भिक्षामी देही अब लास्ट आउँछ अब एकर आउँछ अब मम्मी अन्तिमले हाल्दिनु है त भगवती भिक्षामी देही
सिधै सिधै दिनु हो यहाँ मामा पछाडि त्यो टोकरी खाना ल यो झोली बाँधिदिनु त पाइप बाबु झोली बाँधिदिनु ल साथी काकालाई भिक्षा देऊ काकालाई भिक्षा देऊ ल हजुर 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 हेर कमन्डा लुखासो त्यो जोगी बेहोर भाङ खाएर जुवा देखाएर जुवा पनि फाले भगवती इच्छामी देही मातरा ठुली मम्मी खै अब लास्ट भयो सबै अब लास्ट पोकेसित भइहाल्यो बनाइदिनु पोको प्लास्टिक हो भगवती इच्छामी देही मातरा माइली मम्मी भगवती इच्छामी देही मातरा साइली मम्मी खै भगवती सबै हाल्दैन इच्छामी देही मातरा भगवती भगवती सबै हाल्नु भयो रह्यो भने सबै सबै भगवती भिक्षामी देही मातरा फेरि भन्नु बाबु मलाई यो वर्ष पानी खर्च बाङ्ला पर्यो त्यहाँ लास्ट टाइम फेरि पठाउँछ नि अब त नुहाउन पठाउने पूजा गर नि नुहाइदिनु 5 रुपैयाँ 5 रुपैयाँ हाम्रो क्यामेरा अब भयो गरेको जम्मै ल्याउ 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 म दिन्छु अब आफै यसरी हालिदिन्छु म ए गुरु यी झोली छोली टुमासमा सबै एकछिन होइन एकछिन खनाउने होइन गोरु साइड त्यहाँ ल्याइदिन्छ होला नि ल ल उता घुमेर उता उता घुमेर सबै जानु यहाँ बस्यो कानी लोती चुल्टेला नि यो मङ्गिया पनि त्यति ठुला बनाइदिनु रे कसो कसो ओम हो गुरु माया भिक्षा लब्ध्वा ल यो गुरु काक्राई
लगाइदिन्छु कि मैले म त कहाँ गइदियो खोइ उहाँ आउनुहुन्छ जानु लगाइदिनु उसका सुजिताको जस्तै छोरी लगाइदिन्छु ए डल्दिन रिस उठेछ डल्दिन मेरो यहाँ सिङ्गल केटालाई चोखाएको केटो जडा है ल मामा आज लिएर जानुहोस् ल नुहाइ धुवाइ गरेर यसो बस्नु यो मामा यो मोबाइलबाट खिच्ने भाग 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 त्यो के भन्नु चाहन्छ तिमीसँग यही भन्न चाहन्न म यत्रो भागेर नि सकेन भाग्न सकेन किन समात्यो फेरि छोडिदिने यो छोडिदिनुहोस् छोडिदिनुहोस् त्यसो नहोला आइजाऊ कि आइजाऊ अब त भाषामा फेरि भाग भने त्यही त त्यही भएर हो क्या नभागेमा त भागिदिन्छु ल न त टियु ग्राउन्ड एक राउन्ड घुमेर ल्याउनु मलाई स्यास्या बनाइदियो म यहाँ क्यामेरा बोकेर कुदिरहेको छु भागिहाल्यो के थाहा मन्दिर किताबले गर्दा क्या किताब खसाल्नु भएन भ्याउ भने त भाग्न नै यो भने त ब्याग राख्नुपर्छ र पहिले त्यही त होइन होइन यो हात राख्ने समात्नु भने अब यो भगवान्को दर्शन गर एउटा क्लासभित्र छिरेर आयो नि एउटा क्लासभित्र छिरेर आयो हुन्छ टियुको पढ्न कुरो बुझ्यौ क्या भन्ने पर्ने घुमे केटो यता हिँड्यो जति घाँस त्यति राख्नु ल घन्टी पनि बजाइदियो एक घन्टी खै त ल बेहुलाजी जय घन्टी जय घन्टी जय घन्टी अँ बल्ल आउन दिदी भागेर यहाँ पुगेको थियो भाइ भाग्न राख्यो किताबले गर्दा दिएन भाग्दाखेरि समातेको भिडियो त खतरा सरी होला खै अब यहाँ पनि हल्लिरहेको थियो मैले नि भागिसकेको थियो च्याप्प पारेको यता आउने बेला उता उता पुग्नु आएको थियो भाग 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 मैले नसमात्दै जति भागै हुन्थ्यो मैले उयो ब्याग समातेको पनि भइरहेको कहाँ त म एकछिन त्यहीँ बसेको त कहाँ पुग्नै पुग्यो एक राउन्ड ट्युब हान्नु आउनुपर्छ नि मामालाई गाईहरू भएर सजिलो छाता बन्द गर्ने बित्तिकै भागेको समातेन त भागे भागे हुन्छ कता खोज्नु जाने मलाई म भाग्दाखेरि पो मेरो चस्का भयो म झन् क्यामेरा बोकेर यसरी यसरी कुदिरहेको छु त्यो दिनमा भिडियो बनाएको थिएँ कि बाबु यता फर्क्यौ न
यो भिडियोतिर यता फर्काउ न एकछिन। यता हेर भिडियोमा हेलो गाइसहरु यिनीहरू पुरुवा कुरिरहेको छ यहाँ। हराउला नि के भन्नु? यही समाते च्याप्पै नमस्ते भागेमा त कहाँ दिन्छ गद्दारी गरेर दाइले गद्दारी गरेर दाइले यस्तो 1300 लाग्थ्यो है 1300बाट तल झरे मैले समातेँ भागिसकेको थियो त्यो मन्दिरको तल च्याप्पै गरे उनी फेरि क्यामेरा उकेर सुपारी वहाँ झुँडा आएको छ दिन्छु झुँडा आएको छ हेर्नु के भन्यो कपडा मन देऊ दिन्छु हेर्नु त वस्त्र कुर्ता सुरुवाल छन् हो त त्यहाँ छ नि विष्णुको फेना राख्दिने रमाइलो भइरहेछ यहाँ छ सौभाग्य वर्तमान देवीका फेना मनिष यता आम अब एक फर्मको यहाँ घुमाउँ त यता नाप्ने घुमाउँ त यहाँ लौ, खतम निकाल्नु। तिमीले समाउने पहिला देखेँ भन्नु